हेलो नमस्कार सबैजना साथीहरुमा। आज चाहिँ मैले धेरै समयपछि भिडियो तयार गर्दैछु। के छ, कताबाट हेर्दै हुनुहुन्छ, तपाईहरुको खबर के छ भन्नु होला, लेख्नु होला कमेन्टमा। मेरो चाहिँ यस्तै छ, खासै काम चलेको छैन। 5 दिन जतिमा चाहिँ म चाहिँ जेद्दा गएर आएको। हिजो बेलुका आइपुगेको कम्पनी। अहिले म दम्माममा छु। तपाईहरुले यदि मेरो यो च्यानललाई चाहिँ सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न नभुल्नु होला। अनि यो चाहिँ मैले चलाउने गाडी हो। यो मेरो गाडी हो। कन्टेनर लोड गरेर राखेको छ। खाली कन्टेनर हो यो कन्टेनर जम्मा गर्न जानुपर्छ। जेद्दा खाली गरेर आएको कन्टेनर हो। अनि आज बेलुका कन्टेनर बुझाउन जान्छु यो। त्यसपछि हेरौँ, काम भयो भने फेरि काम गर्नुपर्छ, नभए फेरि सुत्ने हो, बस्ने हो, खाने हो। यस्तै छ अहिलेको स्थितिमा। यो चाहिँ अनटेस्ट गाडी अहिले कम्पनीमा अहिले धेरै 20 वटा गाडी यो लिएर आएको छ। चाइनिज गाडी सिनो ट्रक। अहिले यो चाहिँ कम्पनीको रङ लगाएर रेडी गरेर बसेको छ। नम्बर प्लेट आएको छैन। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु भएकोमा सबैजनालाई जसले हेरिदिनु भयो थ्याङ्क यू भन्न चाहन्छु।